साथीहरु यो चाहिँ सिकुटीमा चाहिँ आज दिउँसोको डिनर लन्चको लागि चटनीको लागि दाल पकाएको छ अन्त सिकुटीको अचार चटनी अहिले सिकुटीको चटनी पनि देखाउने छु बनाएर अन्त यो चाहिँ काटिरहेको छु मैले ठिक छ यसलाई चाहिँ टुक्रा टुक्रा बनाउनु पर्यो पिस अनि यो काटिसकेको यति काटेँ ठिक खाना नरुच्दाखेरि यसको चटनी मिठो हुन्छ दामी हुन्छ यसमा त्यो अहिले म बनाएको पनि देखाउँछु यो चाहिँ साग गिन्नेरी साग अन्त आजको हिजो चाहिँ यस्तो चाहिँ पिरो लागेर पानी पर्ला जस्तो भइरहेछ यस्तै छ आजको अपडेट बिहानको